ल यस्तै छ झोला फ्यानहरू यस्तै छ होइन। अहिले अर्को कुरा गर्नुपर्दा केटा हो यो जो छ नि यो हारिसकेका टिमहरू जस्तै ब्राजिल पोर्चुगल सबै फ्यानलाई होइन भगवान् माफ गरिदिनु होला। सबै फ्यानलाई मैले भनेको होइन है, फेरि प्लिज यो पर्सनल्ली मेसेजहरू चाहिँ नगरिदिनु होला। आफ्नोबाट त भयो भयो, बुढीहरूकोबाट पनि मेसेजहरू नगरिदिनु होला। सरी माफ पाऊँ, भाइ बहिनी त के कसैकोबाट पनि नगरिदिनु होला ल। मैले उहाँहरूलाई ढोगेँ, 3 पल्ट ढोग्छु ल। मैले ढोगेँ, मैले माफ पाएँ। सबै फ्यानलाई भनेको होइन मैले। जो हुनुहुन्छ नि झोलेहरू, अब आफ्नो टिमले केही गर्नु सकेन होइन, उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने गतिलो खेल्नुपर्छ। आफू एक्लै खेलेर पनि हुँदैन, सेल्फिस खेलेर पनि हुँदैन। अनि अर्को कुरा, हिजो 12जना थियो 13जना थियो भन्ने, अनि कसैले चाहिँ अब 15जना चाहिन्छ अरे, 18जना चाहिन्छ अरे। फ्रान्ससँग पऱ्यो भने 18जना चाहिन्छ भनिसक्यो। उनीहरूलाई थाहा भइसक्यो क्या अब अर्जेन्टिनाले जित्छ, फाइनलमा पुग्छ भन्ने कुरा उनीहरूलाई थाहा भइसक्यो। अर्को पोलकोतिरलाई खेल्छ भन्ने कुरा थाहा भइसक्यो होइन। त्यो भनेर 15जनासँग 20जनासँग खेल्नुपर्ने हुन्छ, यता रोदार आइरहेको छ। अनि जस्तो पार्सिलिटी खेलायो भन्ने कुरा गर्दाखेरि ऊ एउटा सिङ्गल रेफ्रीले मात्रै खेलाउने कुरो होइन। त्यहाँ अरू पनि हुन्छन्, थाहा छ होला, फोर्थ अफिसियलहरू हुन्छन्, त्यहाँ बाहिर बसेका हुन्छन्, सबै हुन्छन्, थाहा छ होला नि त तिमीहरूलाई। यहाँ हाम्रो गाउँमा भाले रेफ्री हो र, त्यो भाले के अरे यहाँ खेलाउँछ नि गेमहरू खेलाउने, त भाले गेम खेलाउने रेफ्री हो त्यहाँ जाने। फिफाको ब्याजहरू लगाएका छन्, त्यसको लागि कति दुःख गर्नुपर्छ भने थाहा छ नि त उनीहरूलाई बिचराहरूलाई। अनि त्यहाँ रेफ्रीले चाहिँ अब पार्सिलिटी खेलाइदियो भने तिमीहरूले प्यातर प्यातर बोल्दा हुन्छ, जे बोलिदिने। त्यहाँ हिजो कतिवटा रेफ्री थाहा छ तिमीहरूलाई, फुटबलमा कतिवटा रेफ्री हुन्छ थाहा छ। जोतमा है अब अर्का आफ्नो टिम थियो भने त पर्दैन थियो। म अर्को के भन्न चाहन्छु भने जो रियल म्याड्रिडलाई सपोर्ट गरिरहेको नि तिनीहरूलाई भनेको, तिमीहरूलाई पनि भनेको, किनभने तिमीहरूले पनि रिड गरेको थियौ त बायनलाई। रोनाल्डो हुँदा 2017 कि 18को सिजनमा हो, 16-17 17-18को सिजनमा त्यति बेला बायनलाई कस्तो गोल हालेको थियौ, तिमीहरूको अफसाइड कस्तो थियो। यहाँ क्रिस्टियानो हुँदै गर्दाखेरि यहाँ ल्याएर यसरी बक्स बनाएर पनि खेलाएको थियौ। त्यति बेला तिमीहरू केही बोलेनौ त। तिमीहरूको 15वटा त्यो युसिएल ट्रफी भन्छौ नि, त्यसमा कतिपल्ट रिग भएको छ हामीलाई नि थाहा छ। स्पेसल्ली अहिले रियल म्याड्रिडको फ्यानहरू चाहिँ धेरै उफ्रिरहेको छन्, बुरुक सानो छैन। आम्मामा यो उफ्राइ त लास्ट चाहिँ औडै छ क्या केटा हो यो मान्य